पत्र प्राप्त भएको छ तपाईँलाई? छैन, त्यस्तो पत्र सत्र केही प्राप्त भएको मौखिक रूपमा केही छ? छैन, केही पनि आएको छैन। यो जति बाहिर भइरहेछ उहाँहरूको भनाइसनाइ सुन्छु म। तपाईँलाई कसैले फोन पनि गरेको छैन? कोही भेट्न आएको पनि छैन, कोही भेट्न आएको छैन, कसैले भनेको छैन, केही पनि भनेको छैन, पासपोर्ट रोका पनि भनेको छैन, एरिया हदबन्दी रोका गरेको के हद गरेको भन्ने पनि भनेको छैन, केही चिठी पनि छैन, समाचार पनि छैन, केही पनि छैन। मैले बाहिर सुन्छु। र तपाईँलाई अर्को कुरा भनिदिइराखौँ, म बाहिर जान पर्दा म बाहिर जान्छु, बेली बाहिर म जान्छु। कहिले जानुहुन्छ? होइन, मलाई जति बेला पर्छ नि म जान्छु। सोध्नुहुन्न सरकारलाई? मेरो संवैधानिक अधिकारको प्रयोग गर्न असंवैधानिक सरकारसँग सोध्नुपर्ने मैले? काम पर्यो भने तपाईँ निस्किनुहुन्छ भ्यालीबाट बाहिर? अवश्य, स्योर। गरेर भए पनि ल्याउँछौँ, त्यसरी गरेर भए पनि ल्याउँछौँ भन्ने भाषा छ नि। बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो जान्दिन्न भन्ने, यत्रो कसुर गर्ने त हान्दिनु नि गोली। उहाँहरूसँग छ नि त बन्दुक। के सानातिना कुरा गरिराख्यो? दरा कुरा भएन भने आजीवन थुनिदिने बयान नगरे बापत। अब 23 गते भएको के थियो भन्ने उठ्नुपर्ने अत्यन्तै दुःखद भयो मेरो पालोमा। म त्यसका लागि दुखित त छु नै, त्यो भन्नै परेन। र जो राज्यका निकायले गल्ती गरेका भए पनि माथिल्लो तहबाट लिनुपर्ने नैतिक जिम्मेवारी मैले लिन्छु भन्दैमा यसले के अप्ठ्यारो पार्छ, त्यति भन्दैमा लगेर थुनिहाल्नुपर्ने अवस्था हुन्छ। अहिले त राजनीतिक उचाइ नै बढाउँछ। थुनिनु पर्छ भने पनि म चाहिँ थुनिन मारिन सबै कुराका लागि आज होइन। यो कुरा म कमसेकम 60 वर्ष अगाडि तयार भएर हिँडे मान्छे हुँ। 60 वर्ष अगाडि र 55 वर्ष अगाडि त म झन् स्पष्ट रूपले 55 होइन, अब 56 वर्ष भए। 56 वर्ष अगाडि म एकदमै तयार भएर हिँडे मान्छे हुँ। त्यस कारण यस्ता कुराहरूसँग मलाई मतलब भएको होइन। मलाई हटाउनका लागि यत्रो विध्वंस हुन्छ, अरू त केही होइन रहेछ नि त। जब आक्रोशको केन्द्रबिन्दुमा म छु, म बनाइएको छ, मेरै विरुद्ध यो सब गतिविधि गरिएको छ,